भगवानलाई पनि च्यालेन्ज दिइरहेको छु मैले। अघिसम्म मैले लुगा धुने बेला पानी परिरहेको थियो, हो कि होइन साथी? अघि मैले भगवानलाई पनि च्यालेन्ज दिइरहेको छु। अघि मैले लुगा धुने बेला पानी परिरहेको थियो साथी। मलाई कसैले पनि नगर्नु विश्वासघात। ल साथी, फेरि पुऱ्याइदिन्छु सबलाई म माथि। भगवानलाई पनि च्यालेन्ज दिइरहेको छु मैले साथी। शिवजी भगवानले पनि स्वार्थ गर्नुभएको छ, हो कि होइन साथी? दुईटा पत्नी बिहे गर्नुभएको छ, त्यसैले त संजोग अहिलेसम्म सिङ्गल भएको छ साथी। 24 वर्ष पुगिसक्यो, कसै सिस्टरहरूले पनि मन पराउनुहुन्न। आन्टी भन्ने पनि हुँदैन, आन्टी भन्दा पनि हुँदैन। स्पेलिङ त एउटै त हो नि, बुझ्नुमा चाहिँ फरक पर्छ नि। म अनपढ, के गर्नु? हिजो त्यत्रो 500-600 जनाको अगाडि मलाई बिल्ला गरिदिनु भयो। थ्याङ्क यू सो मच सिस्टर, हजुरलाई। सायद मैले ब्लक पनि गरिसकेको छु होला, मन नदुखाउनु होला। अफकोर्स मेरो फोक्सो क्लियर रह्यो भने म हजुरसँग भेट्ने छु र केपी ओली बासँग पनि भेट्ने छु। बालेन दादा हजुरसँग पनि भेट्ने छु। ब्रिटेन ब्रदर तिमीसँग पनि भेट्ने छु र लाउरे ब्रदर हजुरसँग पनि भेट्ने छु हैन। रेस्पेक्ट, सबलाई रेस्पेक्ट छ। मलाई चाहिँ गाउन आउँदैन है साथी, फेरि कसम भनेको। आफ्नो थोपडा देखेर त लाज लाग्छ साथी, छक्का भन्छ। छक्काको जस्तै थोपडा छ नि त फेरि कपाल पालेपछि हैन। छक्काले गरेर फेरि अनि यसरी दिन थाल्यो भने फेरि मासिक बनाइदिनु म गर्नै पर्दैन। मैले त सिधै मलाई यहाँ मारेर किक्ली पारिदिएको एउटा पड्किनेले, त्यही भएर त म डिप्रेसनमा गएको नि 1 वर्ष होइन त 3-4 वर्ष। त्यसपछि फेरि भाइले टाकोमा दियो, त्यसपछि साला होस पो आएछ मा पड्केको।